हो म पागलै भएको मेरो छोरी के गर्दै होला तँ बाहेक अरू कसैले पैसा माग्यो भाइ मैले जति चाहिने पैसा दिन्छु तर तँ दरले म पैसा दिन्न जा उपचार गर्न नेपालमा नभएर इन्डिया लानु पर्यो त्यही भएर मैले जग्गा बेचेँ ठिक छ आमा संसारमा आमा बाउ भन्ने ठुलो कोही पनि हुन सक्दैन आमा बाउ आमाको खुसी नै सन्तानको खुसी हो दाइ मालाको छ भनेको होइन हो मलाई एकछिन पछि कल गर्छु बालाई बस्दासँग छोड्न जाउँ न हामी पर्दैन छोरी पर्दैन ज्वाइँको धेरै काम होला म देखिहाल्छु नि ती पर बसाएको म जान्छु अब बाले चिन्नुहुन्छ भने जानु भइहाल्छ नि ज्वाइँ ओहो ज्वाइँ साहब तपाईँ यहाँ तपाईँ त काठमाडौँमा जुङ्गा पालेर कोट लाएर बस्नुभयो तपाईँ होइन र होइन बाउलाई क्या हो यो नसा ससुरबा तपाईँ भनेर त्यत्रो काठमाडौँ सहरमा छोरी छोडेर आएको छु तपाईँ अहिले यो पागल भइसक्यो भनेर मलाई भन्नुहुन्छ मैले मेरो आँखाले मेरो हातले छोडेर आएको हजुरलाई जिम्मा लाएर आएको तपाईँ यो के भन्दै हुनुहुन्छ ज्वाइँ साहब लाउनु यसो नभन्नु न मेरो छोरीलाई के भयो होला त्यहाँ अब तेरो छोरी मैले छोड भनेको थियो र यो दलितको सामान साँच्चीकै पाएला छ हो म पागलै भएको मेरो छोरी के गर्दै होला अब पैसा पनि सक्यो भाजा र पैसा पनि सक्यो अब गाउँमा गएर पैसा कसरी माग्ने होला कोर्सा माग्ने होला मेरो छोरीको अब कहाँ जाने होला छोरी के गर्दै होला यसरी लाउ न मङ्गलजी काम छोडेर कहाँ जान्ला हेर न अस्मिता मेरो बारीमा तिमीलाई मैले अस्ति सबै कुरो भनिसकेँ तर आज आएर मेरो छोरी तपाईँसँगै काठमाडौँमा छोड्या भन्छ त्यसो भए तिनीहरूले तपाईँलाई फसाउनु खोजेको तिनीहरूको विश्वास नगर्नु है साँच्ची अस्मिता चक्कु दादा कहाँ जानुभयो र खै कामले गर्दा तल बजार जानु भएको छ अरे जानु काममा नत्र फेरि चक्कु दादा रिसाउनुहुन्छ ए ल ल त्यसो भए म गएँ म पनि जान्छु नि परसम्म हस् आऊ सम्झिनुज्यू ल बाहिर आइदिनु पर्यो ल न मलाई त साह्रै आपत पर्यो ल न मैले त हजुरको छोरा मेरो ज्वाइँ काठमाडौँमा हुनुहुँदो रहेछ भनेर हामी पास्टर बनाउन गएको मैले त ज्वाइँ नै हुनु रहेछ भने छोरी उहाँ छोडिदिएर आएको ज्वाइँ साहब त तल काम गरिरहनु भएको रहेछ मैले त यहाँ आएपछि मात्रै थाहा भयो ल मेरो छोरीलाई साह्रै आपत पर्यो मलाई अलि यसो पैसा सहयोग गरिदिनु म काठमाडौँ गएर मेरो छोरी ल्याउनु पर्यो ल न हेर दलित भएर आफ्नो जात जनायो नाटक पनि कति गर्न सकेको हो घरमा खाने खर्च छैन होला त्यही भएर हरेक बहाना बनाएर पैसा माग्न आएको छ होइन हजुरले यसो नभनिसो न हजुरले यसो नभन्नु न हजुर मलाई यसो नभन्नु म त्यस्तो खालको होइन साँच्ची हो कि जुङ्गा लगाएको थियो कोट लगाएको थियो काठमाडौँ सहरमा हो के अरे भन्ठाने बस चढेर गयो छोरीले बाटोमा पैसा खसालिसो फास्टर गर्न गएको थियौँ हामी पिछाडि परेर ज्वाइँ साहब जस्तो लाएर हामी आएको हे भगवान तेरा फुट्ने आँखाले आफ्नो जोइ पनि चिनेनस् एउटा हुन्छ नि बहाना पनि खानाको लागि मेरो दैलो कुत्तो पर्दैन सब गइहाल जा 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 म हजुरको बरु म दैलो कुल्चिन्न मेरो छोरी ल्याउनलाई केही पैसा यसो सहयोग गरिदिनु म जे सक्यो म सहयोग गरिदिन्छु म हजुरको भाडा परमा गरेर भए पनि म हजुरको ऋण तिर्दिनेछु मेरो छोरीलाई उद्धार गरिदिनुहोस् न सम्झिनु त्यो ल न तँलाई मैले 1 रुपैयाँ पनि दिँदैन त्यसो नभन्नुहोस् न हजुर यहाँबाट गइहाल मेरो छोरी हजुरको बुहारी जे जस्तै भयो नि हजुरले स्वीकारे पनि नस्वीकारे पनि हजुरको बुहारी त हो नि हजुर हजुरको छोरीलाई छोराले बिहे गरेर ल्याएको त हो नि हजुर त्यसलाई मैले बुहारी कहिले पनि स्वीकारेको छैन र स्वीकार्दैन पनि त्यसो नभन्दिनँ बरु हजुर म खुट्टा ढोग्छु हजुर मलाई यसो नगरिदिनुहोस् न मेरो खुट्टा ढोग्नु पर्दैन यहाँबाट गइहाल गइहाल
गइहाल भनेपछि खुरुक्क गइहाल। त्यसो नभन्नु न सम्झिने जो ल न म कहाँ जाउँ म के गरौँ के मेरो छोरी कहाँ गयो होला के गर्यो होला कसो भन्दा पर्यो होला ल न जान्दा खोज्न तेरो छोरीको मैले ठेक्का ल्याएको छु। ज्वाइँ साहबलाई भनौँ भने ज्वाइँ साहब काम गरिरहनु भयो त म ज्वाइँलाई के भनौँ। सम्झिनु जो जे जति हुन्छ सहयोग गरिदिनु न मलाई अलिकति हालिदिनु बरु म यहाँ छु यो ताप चाहिँ मलाई अलिकति हालिदिनु मेरो छोरीको उद्धार गरिदिनुहोस् न ल मैले दिन्न भनेपछि दिन्न सुनिनस्। यति कठोर नबनिदिनुहोस् न हजुर मेरो छोरी पनि हजुरको छोरी जस्तै हो बुहारी भए पनि लौ न हजुर सहयोग गरिदिनुहोस्। कति नाटक गर्छस् के कति नाटक गर्छस्। यहाँबाट गइहाल भनेको सुने छैनस्। ल न म कहाँ जाउँ म के गरौँ होला गइहाल 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 गइहाल। सम्झिनु यसो नगरिदिनु न यता अछुतलाई छोएर अगत्त पर्यो। कमला भाइ मलाई अलिकति सहयोग गर्नु पर्ने। के सहयोग गर्नु तँलाई? हेर्नु न मेरो छोरी काठमाडौँमा हरायो भने छोरी हराए रे? तेरो छोरी फेरि पहिले गई क्या हो? पहिले गएको होइन मैले त ज्वाइँ भनेर झुक्किएर छोडेर पो आएछु। ज्वाइँ भनेर झुकिनलाई के आँखा फुटेको छ तेरो? तँ बाहेक अरू कसैले पैसा माग्यो भए मैले जति चाहिने पैसा दिन्छु, तर तँ दरले म पैसा दिन्छु। जा काकी, ए काकी, ए कमल बाबु पो आउनु भएछ। के कामले आउनुभयो कुन्नी? हजुरलाई मुकेश साहबले बोलाउनु भएको थियो एकछिन। त्यो मुखियाले के गर्न बोलायो? अस्ति त चिया खाएर जाऊ भन्दा त यस्ताको घरमा चिया खाँदैन भन्दै गएको थियो। आज फेरि मलाई बोलाउनु पर्ने। खै काम अलिकति काम छ भन्नु हुन्थ्यो। ल ल जाउँ के काम रहेछ। मुकेश साहब मैले काकीले ल्याएँ। ए बस्नु न दिदी। के कामले बोलाउनु भयो कुन्नी? सानो काम पऱ्यो दिदी, त्यही भएर। जहाँ पाए त्यहाँ चिया नखाने मुखिया साहबको के काम पर्यो? त्यो कुरो छोडिदिउँ, बरु एउटा सम्बन्ध जोड्नु पर्यो। तपाईँको मतलब? मेरो मतलब कमलेले त्यो तपाईँको चैतीलाई मन पराउँदो रहेछ। त्यही भएर यसो कुरा गर्नलाई तपाईँलाई बोलाएँ। कुरा त ठिकै गर्नुभयो मुखिया बाबु, तर मैले एकचोटि छोरीसँग कुरा गर्नु पर्यो नि। दाम साम दण्डभेद जेसुकै अप्नाएर पनि त्यसलाई मनाउनुहोस्। तपाईँलाई के गर्नुपर्छ मलाई थाहा छ। हस् मुखिया भाइ, म अहिले घर गएर छोरीसँग कुरा गरेर कुरी मिलाउँछु। ल दिदी ल। ल कमले त ढुक्क होस्, पुरा मिल्यो। हस् मुकेश साहब। मेरो बहिनी तेरो भाउजूको लागि ल्याइदिएको थियो फोन, भाउजू आएन। ल तै चल। देखिस् त तँलाई कति माया गर्छ तेरो दाइले। कहाँ गएर आउनु भएको आमा? गाउँतिर गएर आएको छोरा। ए साँच्चै आमा, मङ्गले दाइ आजकल कता हुनुहुन्छ? तेरो दाइको के कुरा गर्ने छोरा, त्यो गाउँको दलित केटी बिहा गरेर हाम्रो इज्जतै फाल्यो। भन्ने त्यसको बेलैमा बुद्धि आएर छुट्यो। अहिले तल बजारतिर काम गर्न थालेको छ। आमा दाइको नम्बर दिनुहोस् त। मलाई थाहा छ दाइ, दाइको नम्बर। जल्दी त बहिनी। 98 64
छोरी बारीमा गएर फर्सीको मुन्टा टिपेर लिएर आए त। हस् आमा। छोरा त बस्दै गर, म खाना पकाउँछु भित्र गएर है। आसामा किन चिन्ता गर, एक दिन पछि जाउँला नि। अनि तिमी यहाँ बस्दै गर, म चाहिँ गएर आउँछु। यसपालि त मलाई पुरा मालामाल होला छ। बा घर पुग्नु भयो भएन, मलाई त कहिले पासपोर्ट बनाऊँ र घर जाऊँ जस्तो भइसक्यो। राजु भाइ मलाई साह्रै अप्ठ्यारो पर्यो, मलाई अलिअलि पैसा सहयोग गरिदिनु न। के भएर? ए तपाईँलाई त धेरै गाह्रो पो परेछ त नि। म पनि अहिले भर्खर त्यहाँ बहिनीलाई पैसा पठाइदिनु परेर पैसा हालिदिएर आएको। मसँग खासै पैसा छैन, अलिअलि होला, यतिले पुग्छ कि पुग्दैन। धेरै त छैन मसँग पनि, यस्तो चान्चुन पैसा छ। जति भयो नि दिनु न। ए 200-400 छ, अब यसैले काम चल्छ भने चलाउनु। ल ल म उताबाट आएछु, हजुरको पैसा तिर्छु है राजु भाइ। ए ल ल दाइ ल ल। छोरी हजुर। सधैँ यसरी टोलाएर बसेर हुन्छ र भने यसो बजारतिर जाऊ, घुमघाम गर, साथीहरू भेट, अलिकति माइन्ड फ्रेस हुन्छ के। ल मलाई कतै सपिङ जान गर। मन छैन आमा। जाऊ न जाऊ, सपिङ गर, तिमीलाई जे मन लाग्छ त्यही किन। मेरो छोरीको हँसिलो मुख देख्न चाहन्छु म। जा। हुन्छ आमा। म छोरी लिन सहर जान लागेको। बिस्तारै जानुहोस्। हस्।
ट्याक्सी ट्याक्सी ओहो राजकुमार भाइ पो रहेछ मलाई काठमाडौँ सरसन पुऱ्याइदिनु न किन र पाकेर काठमाडौँ हेर्नु न मेरो छोरी काठमाडौँमा अल्पत्ता पऱ्यो त्यही भएर भन्न खोजेको हो हेर पाकेरै म अहिले मिटिङमा जानला म अहिले सक्दिनँ ल म गएँ ए भगवान् अर्को गाडी कति बजी आउँछ होला फेरि मलाई ढिला भइसक्यो छ आमा आमा के भयो छोरा आमा तपाईँले रोड छेउको जग्गा बेच्नु भयो हो छोरा मेरो आमा बिरामी भएर म साह्रै अप्ठ्यारोमा परेँ उपचार गर्न नेपालमा नभएर इन्डिया लानु पर्यो त्यही भएर मैले जग्गा बेचेँ ठिक छ आमा संसारमा आमा बाउ भन्दा ठुलो कोही पनि हुन सक्दैन आमा बाउ आमाको खुसी नै सन्तानको खुसी हो आमा मैले त गाउँमा सुनेर भनेको हजुर रिसाउनु त भएको छैन नि आमा छैन छोरा किन रिसाउनु बरु मैले तेरो बहिनीको लागि एउटा कुरा सोचेको छु कस्तो कुरा आमा त्यो कमलेले बिहे गर्छु भन्छ के गर्ने त्यस्तो फटालाई किन दिनु र आमा पहिले फटा थियो होला छोरा तर अहिले सुध्रिसकेको छ हुन त आमा मान्छे सधैँ एकै नासको हुँदैन तर आमा यो विषयमा मलाई भन्दा बहिनीलाई सोध्दा राम्रो छोरा मैले बहिनीलाई मनाइसकेँ त्यसो भए एकचोटि जेठो दाइसँग सल्लाह गर्नुहोस् न त आमा हुन्छ म त्यसलाई फोन गर्छु हस् त आमा म एकछिन गाउँतिर गएर आउँछु घर आउनु पाएको छैन के को जाने कुरा गर्छस् त आमा एकछिन म साथीहरू भेटेर आइहाल्छु नि ल ल जा चाँडो आइस् नि हस् आमा के भयो कमले के हुनु लाउड दाइ यसपालि मेरो पनि बिहे होला जस्तो होइन कमले कोसँग बिहा गर्नु तैँले कोसँग हुनु लाउड दाइ त्यही चाहिदिनसँग त हो नि ए हो र हो नि लाउड दाइ तर मलाई बिहेमा अलिकति सहयोग गर्नुपर्छ हजुरले तेरो लागि त म जे गर्नु पनि तयार छु नि ल हुन्छ आइज झुमेर बस्यो आछु ल आमा भन्नु त के गर्दैछस् छोरा काम सकेर यत्तिकै बसेको छ आमा अनि भाइ आएको छ फोन गर्यो तँलाई आमा अघि नै गरेको थियो ल छोरा त्यसो भए तँ आएपछि सबै कुरा गरौँला हस् आमा हस् ल छोरा ल जमिडा मङ्गलजी के भयो आँखामा के लगाउनु भयो हेर न कस्तो आँखा फरफर क्या साँच्ची कुन आँखा फरफर दस लाग्छ रे यो त सब भन्ने मात्र कुरा हो यस्तो कुरामा नि कोही विश्वास मान्छ र आउनु तपाईँलाई मैले पर खाजा भनिदिएको छु हुन्छ
दाइ मालाको छ भनेको होइन? हो मलाई एकछिनपछि कल गर्छु। यो माल भनेको के हो? सामानको नाम हो कि चुस्रो। छोरी हामीले तेरै खुसीको लागि भनेको हो। आमा तपाईँको खुसी नै मेरो खुसी हो। आमा कि भाइ र बहिनी एकै लगामा गर्ने हो कि? भाइ र बहिनीको मात्र किन, मेरो पनि भन्न। आमाले सही भन्नुभयो। आमा मैले मेरो बारेमा केही पनि सोचेको छैन। तपाईँलाई सबै कुरो थाहा छ। बरु यसको लागि सोध्दा हुन्छ। त्यसो भए मेरो माइती गाउँतिर यसो बुझ्छु, बिहे गर्ने नै भएपछि त मेरो छोरालाई सुहाउनी चाहियो नि। त्यही त हो आमा, पहिलाको घरबार पनि त्यस्तो भयो, अब फेरि के बिहे गर्न आमा? बरु म त विदेशै फर्किन्छु। हेर छोरा, सधैँ एउटै समय हुँदैन। तैँले जति दुःख गर्ने हो विदेशमा गरिस्, अब केही आफ्नो नेपालमा गर। त्यही त आमा। आज म त्यसलाई सिद्ध्याउँछु।